रेनकोट लगाएर पेन्गुइन जस्तो भएर चाहिँ हामी 4-5 जना चाहिँ निक्लिँदैछौँ। कहाँको लागि अरे पाण्डुजी? इट्स क्याम्पु डाँडा। के डाँडा अरे? क्याम्पे डाँडा के क्याम्पा हान्दिने हो। ड्याम हो है साथीहरू। भोलि हामी सबै चलाउनु पर्छ। यहाँ छन् मालविन, क्षितिज होइन, मालविन त देखिसकेको छ। सो यो हाम्रो चाहिँ लिसन सर हो। सो लेट्स गो टु Ghampe Dada. So hello guys, welcome to yet another vlog, and this vlog is about our short trip to Ghampe Dada. पाण्डु सर, हेलो, के छ? Ghampe Dada is quite nearer to Kathmandu, so me and my friends made a plan quickly to stay a night there. And yes, monsoon travels always comes up with rain. हामी जाँदा पनि पानी पर्छ यसरी। अस्तिको हप्ता मेलम्ची जाँदा पनि भिजिया थियो हल्का। आज त्यो पाइलट बाबातिर जाँदा पनि यसरी पानीले भिजिराखेको छ। यस्तै छ। यो के हो क्या, रेनकोटको यो टोपी चाहिँ छ तर लाउनै मन छैन। टाउको ल्याप्पै भिजिसक्यो तर पनि खोइ के भिज्न मन लाग्यो, फेरि टाउको दुख्ने भयो। When did you guys know कि यो बिल्डिङ गोविन्दाको होइन भनेर? मैले त खासमा यो बिल्डिङको बारे सब कुरा त आइडिएसको भिडियो हेरेर मात्र थाहा पाएको हो। बाइकमा पेट्रोल हाल्नु पर्यो। पेट्रोल राधे राधे पुगेपछि हामीले आफ्नो बाइकहरूमा पेट्रोल हाल्यौँ। त्यो पछाडि क्विकली त्यहाँबाट फेरि हाम्रो यात्रा अगाडि बढ्यो। एन्ड देन वी फाइनली रिच्ड सूर्य विनायक चोकबाट चाहिँ हामीले राइट टर्न हान्नुपर्छ घ्याम्पे डाँडा जानको लागि। यही बाटो हुँदै पाइलट बाबा डोलेश्वर महादेवको मन्दिर पनि पुगिन्छ। रेफरेन्सको लागि त्यो छेउमा भएको प्रहरीको बिट हेर्न सकिन्छ। हो त्यो हुँदै हामीले राइट टर्न हानेर अगाडि बढ्ने हो। सूर्य विनायक चोकबाट भित्र लागेर हामी जाँदैछौँ आफ्नो यात्रातर्फ। यो त सबै डोलेश्वर महादेव जाने बाटै रहेछ। अस्ति हामी डोलेश्वर महादेव गएको थियौँ, सेम रुट रहेछ। केटाहरू पछाडि आउँदैछन्। हाम्रो मालविन सरले चाहिँ एकदम बुलेट उडाएर एकदम अगाडि हो जतिखेरै, तर केटाहरू पछि आउँदैछन् माथि। यहाँबाट तल लाग्यो भने चाहिँ डोलेश्वर महादेव मन्दिर जान्छ। हामी चाहिँ माथि नै गएर अब आफ्नो गन्तव्यतिर जाने हो। हामी अलमोस्ट अब आइपुग्न नै आँट्यौँ। अब 10 मिनट म्याक्सिमम आइपुग्नु। एकदम सर्ट एन्ड स्विट बाटो राम्रो छ, त्यही भएर स्विट, छोटो छ, त्यही भएर सर्ट डेस्टिनेसन रहेछ यो घ्याम्पे डाँडा चाहिँ। कुहिरो चलेछ, बतास चले थाहा छैन, तर कुहिरो चाहिँ एकदम लागेको छ यहाँबाट हेर्दाखेरि। सूर्य विनायक चोकबाट माथि लागेर अलिक उकालो पुगेपछि झन् पानी धेरै परिरहेको थियो, कुहिरो पनि लागिरहेको थियो। सो हामी बिस्तारी नै बाइकमा अगाडि बढिराख्यौँ र हाम्रो डेस्टिनेसन अलमोस्ट आइपुगेको थियो। आइपुग्यौँ घ्याम्पे डाँडा आफ्नो लोकेसनमा। पुरै कुहिरो लागेको छ, यता नि कुहिरो, उता नि कुहिरो। हामीले एक ठाउँ बस्ने भन्ने फोन गरेको थियो। आर्यहरूको खासै चित्त बुझेन, अब बेटर अल्टरनेटिभ पाउँछ कि भनेर यसो खोज्न हिँडेको। लेट्स सी। फाइनली हामी रिसोर्टको भित्र आइपुगेको छौँ। यो लोडकै बुद्धु घरको आए नै भयो अन्तिममा। यसो हल्का चाहिँ घुम्यौँ, केही राम्रो पाएला कि भनेर, तर घ्याम्पे डाँडाको एस्थेटिक्स चाहिँ खासै रहेन रहेछ। इट्स गुड इनफ। नमस्ते के अरे यो रिसोर्टको नाम? नमस्ते फ्यामिली रिसोर्ट। ठिकै रहेछ, लाइक गुड इनफ टु स्टे। हाम्रो क्षितिज अर्याल, लिसन, लक्ष्मण पाण्डे, मालविन भयो। एउटै उस्तै रहेछ त्यो त मेरो बेस्ट। सो अब यहाँ यसो गफगाफ गर्ने ओर्ने। बाहिरको भ्यू त अहिले पानी परेर लास्टै हुसु लागेको छ, देखिने भएन। भोलि बिहान देखिन्छ सबै कुरा। एकछिन बसेपछि खाजा, चाउमिन, मोमो। कस्तो रहेछ लिसन सर? ल चाख्नुहोस् त। खाँदै नखाए स्वादिलो भनौँ। स्वाद आउँदैन त। पाण्डु कस्तो रहेछ? कस्तो कन्ट्रास्ट हेऱ्यो। लेट्स सी। स्वादिलो र ठिकै ठिकै मिठै होला, नमिठो भन्न मिल्दैन। खाजा खाइसकेपछि हामी यो घ्याम्पे डाँडाको स्ट्रिटमा एकछिन वाकको लागि निस्क्यौँ। घ्याम्पे डाँडाको बजार पनि त्यत्रो धेरै लामो स्ट्रेच भएको रहेछ, सर्टेन एरियामा मात्रै थियो। अनि हामी बसेको रिसोर्ट चाहिँ यही हो। अनि हामी आफ्नो भलाकुसारी गर्दै त्यस्तै 15-20 मिनट्सको लागि वाक गऱ्यौँ।
आई डोन्ट नो वाट यु गाइज थिङ्क बट आफ्नो साथीहरूसँग या कजिनहरूसँग यसरी राति हिँड्नु चाहिँ वान अफ द बेस्ट थिङ जस्तो लाग्छ मलाई चाहिँ। एन्ड दिस वाज हाउ भक्तपुर लुक लाइक फ्रम ग्याम्बे डाँडा। एकदमै राम्रो देखिरहेको थियो त्यहाँबाट हेर्दाखेरि। देन हामी क्विकली सर्टमा रिटर्न गऱ्यौँ र खानाको लागि यसरी पर्ख्यौँ। खाना खाइसकेर हामीले केही गरेनौँ, सुत्यौँ। सो थ्याङ्क यू फर वाचिङ, बाई बाई।